नमस्कार। यति बेला म सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नम्बर 6 स्थित घोप्टे गाउँमा आइपुगेको छु र नेपालमै ग्रेट वाल चाइना जाने बाटो र मेरो पछाडि देख्न सक्नुहुन्छ यो ब्ल्याक गुम्बा। यो ग्रेट वाल चाइना जुन जोडिने चाइनामा छ त्यही नेपालको सौबाहु यो ग्रेट वाल चाइना भनेर बनाउँदैछ र यो यति बेला 4 किलोमिटर यो तलबाट पनि देख्न सक्नुहुन्छ। यो माथि 4 किलोमिटर यो बाटो बनिसकेको छ र बीचबीचमा कालोवाला स्तूपा असाध्यै सुन्दर गुम्बाहरू बनेको छ र यो भूगोलमा आउँदै गर्दा मलाई चाहिँ असाध्यै खुसी मन लागेको छ। प्रकृतिले नै असाध्यै माया गरे जस्तो फिल भइरहेको छ। यो सुन्दर ठाउँमा आज विशेष दिनको अवसर पारेर यहाँ पुग्न पाउँदा चाहिँ म असाध्यै खुसी भएको छु र यहाँबाट आसपासको भूगोलहरू निहाल्दा जुन किसिमको आँखालाई आनन्द र शीतलता प्रदान मिलेको छ त्यो खुसी चाहिँ मैले संसारका कहीँ गएर नि पाउन नि सक्दिनँ र म यो क्यामेरामा यो कुराहरू म व्यक्त गर्न नि सक्दिनँ। जुन मनभित्रै केही आँखाले निहालेका कुरा मनभित्रै कैद गरेर बसेको छु। यस्तै सुनौलो देशको विभिन्न भूगोलहरू घुम्दै गर्दा विभिन्न जिल्लाहरू जाँदै गर्दा मलाई चाहिँ असाध्यै खुसी लाग्छ। म नेपाल घुमिरहेको हुन्छु र नेपालको विभिन्न भेगहरूमा गइरहेको हुन्छु र त्यस्तै ठाउँको त्यहाँको धार्मिक परम्परा इतिहास जुन किताबहरूमा पढ्दै गएका कुराहरू चाहिँ मैले त्यहाँको स्थानीय जनमाससँग बुझेर केही कुराहरू जानेर केही कुराहरू चाहिँ आफूले मिलाएर पनि यहाँहरू समस्या चाहिँ जानकारी दिने क्रममा छु र यहाँहरूले हेरिसकेपछि आफ्नो कस्तो लाग्छ के लाग्छ प्रतिक्रिया दिनुहोला, सुझाव सल्लाह दिनुहोला। एउटा मनोरञ्जनको लागि मात्रै मैले बनाएका भिडियो हुन् र केही ठाउँहरू चिनाउनको लागि जहाँ चाहिँ हाम्रै देशमा पर्यटनिक क्षेत्रमा केही न केही अलिकति भए नि टेवा पुगोस्, 2-4 जना मान्छेसँग भिडियो फैलियोस्, 2-4 जना आएर यहाँको व्यवसायी हिसाबले पर्यटनिक हिसाबले विकास होस् भन्ने मेरो कामना हो। हस्त, धन्यवाद।